हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी बाहिर जानलाई यो चाहिँ मेरो आजको आउटफिट हो। कस्तो देखिएको छ गाइज। अनि बाहिर निस्केको, बाहिर चाहिँ ढिल्को घाम लागिरहेको रहेछ, मेरो निदा टल्कियो। अनि बहिनी पनि अगाडि अगाडि हिँडिरहेछ, भिडियो बनाइरहेछ। अनि हामी चाहिँ यहाँनिर क्याब वेट गरेको बाटोमा आएर वेट गर्दा गर्दा अब चाहिँ बल्ल बल्ल क्याब आयो। अनि क्याबमा चढेर गइयो भनेको स्थानतिर। अनि मालेको थोरै दृश्य। अनि यहाँ चाहिँ पुगिसके पछाडि कल गर्दै थियौँ, तर त्यहाँदेखि निकै हिँड्नुपर्ने रहेछ। अनि त्यस्तरी हिँडेर गइयो। यहाँ चाहिँ अनि सानो पार्क रहेछ। आज चाहिँ फ्राइडे भएर यहाँनिर पार्कमा पनि मान्छेहरू बसिराख्नु भएको रहेछ धेरैजना। यो चाहिँ नयाँ बिल्डिङ बनिँदै गरेको। अनि फाइनली हामी पुग्यो, सबैजना आइसकेको थियो यो तिनजेलसम्ममा चाहिँ। अनि बहिनीले पुरा भिडियोमा अब देखाइरहेको थियो उसलाई। अनि खानाहरू पनि हाम्रो रेडी रहेछ। कस्तो राम्रोसँग टक्क सेट भएर राखिएको थियो कि। अनि अलिकति भिडियो लिएर त्यस पछाडि हामी पनि खानालाई बस्यौँ। यो चाहिँ आजको हाम्रो बिरयानी हो, यता चिकन पनि छ। हामी सबैजना छौँ। अनि अब मजाले खान लाग्यो। खिर बनाएर एकदम मिठो भएको थियो। मलाई चाहिँ एकदम टेस्टी लागेको थियो, त्यही भएर सबै सिध्याइदिएँ मैले। अनि खाए पछाडि बाहिर निस्क्यौँ। अनि एकछिन यताउता गर्दै हेरियो। मलाई यो चाहिँ कस्तो राम्रो लाग्यो, त्यही भएर माथिको भ्यू निकालेँ। अनि टक्क गयौँ, यो पनि राम्रो छ। अनि यो चाहिँ हाम्रो एयरपोर्ट जाने पुल हो। यो एयरपोर्ट देख्दा चाहिँ मलाई घर जान मन लाग्छ। अनि सट्ट यहाँ क्याफेमा आएर चाहिँ हामीले जुगो खाने विचार गऱ्यौँ, त्यही भएर अर्डर गऱ्यौँ एउटा स्ट्रबेरी, एउटा बेनीलाई एउटा स्ट्रबेरी। मैले चाहिँ बेनीलाई लिएँ। अनि यत्तिकै हिँड्यो, बोकेर पिउँदै पिउँदै घरतिर लागियो। अनि यो जग्गा आउँदाखेरि चाहिँ मलाई कस्तो कि घन्टाघरको याद आउँछ। धरानको आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ।